रातिको 10 बजिरहेको छ र मलाई मेकअप गर्न मन लाग्छ। अब केटी त हो, नक्कल पार्नु त मन लागिहाल्छ नि। अहिले म रिच छुइनँ, त्यो पनि म यति धेरै मेकअप किन्छु र गर्छु। यदि म धनी भएको भए मैले के गर्थेँ होला। आम्मा यसरी आँचिक्क गरेर मैले आइस्याडो लगाएँ। त्यसपछि म मेरो आँखा देखाएर आएको छु, ठुल्ठुलो आँखा। आई डोन्ट नो के गरेको मैले। अब मैले मस्कारा नि लगाइसकेको छ। ओहो, अब पालो आयो ब्लस। यो चाहिँ मेरो फेभरेट ब्लस हो क्या। मलाई साह्रै मनपर्छ यो चाहिँ। यो सक्यो भने त म ड्रामामा जान्छु होला। महँगो पनि छ नि त। मलाई पनि थाहा छैन मैले यो मेकअप चाहिँ किन गरिरहेको छु। गर्नु मन लाग्यो, त्यही भएर मैले गरेँ। मेकअप ट्युटोरियल गरेको केही नदेखाइकन एक्कासी मेरो मेकअप कम्प्लिट भइसक्यो। कपाल पनि झरिसक्यो। ब्याङ्क्स काटेको रे, सबै ब्याङ्क्स साइडमा लगेर जहिले साइड ब्याङ्क्स बनाइदिन्छु यार। कस्तो अजिब देखेको। त्यही पनि ठिक छ, बाई बाई।